हजुरको त्यो थाहा पाएन मैले बाटो हिँड्ने मान्छे त्यस्तै दाइ पहिलोचोटि त्यहाँ भेटिनु क्या उ लगाले टिको हुन्थ्यो जो पाइ त्यसले बाटोले नै टिको लाउँछ भनिन्थ्यो अरूले भन्थ्यो क्या पहिलेबाट चिने कि क्या हुन्थ्यो नाइ तिम्रो मोबाइल चाहिँ यो अरू ल अब चाहिँ सरले ग्लासहरू हालेर प्याक गरिदिँदै हुनुहुन्छ एकदमै चाहिँ म अब यहाँबाट हिँडिहाल्ने वाला छ जुन मैले यो तिहारमा चाहिँ हिँड्दा हिँड्दै बाटोमा टिका लगाएँ भाइ टिका लगाएँ भन्ने जुन भिडियो देख्नु भएको थियो त्यो भिडियोको लागि चाहिँ साथीहरूले रियल हो कि फेक हो भनेर धेरैले कमेन्ट गर्नुभएको थियो र यदि रियल हो भने बहिनीको नम्बर ल्याउनु भएको छ कि छैन भनेर पनि धेरैजनाले सोध्नु भएको थियो र मैले त्यतिखेर बहिनीको चाहिँ नम्बर ल्याउन सकेको थिएन किनकि बहिनीसँग चाहिँ फोन थिएन होइन र मैले अलिकति बहिनीको लागि चाहिँ फोन किन्छु भन्ने प्लान बनाइसकेपछि अलिकति टाइम लागेको छ साथीहरू म चाहिँ आज फाइनली चाहिँ बहिनीको लागि चाहिँ फोन किन्न जाँदैछु होइन र फोन कस्तो खालको हुन्छ र कस्तो हुन्छ बटन हुन्छ वा या टचमा हुन्छ दाइको क्षमताले कहाँसम्म जान्छ त्यही खालको एउटा बहिनीको लागि सानो गिफ्ट चाहिँ दाइले किन्न जाँदैछ र साथीहरूले लाइक कमेन्ट सेयर गर्दै गर्नु होला म चाहिँ फोन किन्न जाँदैछु है त म देखाउनेछु तपाईँहरूलाई कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँदैछु म चाहिँ यो मोबाइल पसलमा आउँदैछु होइन न्यू ठुलीबेरी मोबाइल इलेक्ट्रोनिक्स एन्ड मोबाइल मर्मत सेन्टरमा आउँदैछु र कस्तो खालको फोन मिल्छ म चाहिँ भित्र गएर साउजीसँग कुराकानी गर्छु है त हेलो साउजी नमस्ते के छ हालखबर आरामै हुनुहुन्छ एकदम ठिक अनि एउटा फोन हेर्नु थियो कि त्यस कारणले एकदम अलिकति चलेको ब्रान्डको देखाइदिनु न चलेको ब्रान्डको पनि र एकदमै राम्रो पनि फेरि अब यो हो रेडमी A5 32 मेगापिक्सलको डबल क्यामेरा मलाई मनपर्ने त रेडमी हो तर पनि अर्को यो कुन चाहिँ यो चाहिँ यो इन्फिनिक्स यो कति जिबीमा हो त्यसमा 4/128 6/128 हेरी होला ए अनि यो चाहिँ यो होनर यो चाहिँ कति जिबीमा हो यो चाहिँ 364 को 364 364 को चाहिँ अलि नहेरौँ कि त अनि यो चाहिँ कुन हो यो नुबैयाको नुबैया यो चाहिँ अलिकति नयाँ ब्रान्ड रहेछ यसको कति छ र्याम रोम चाहिँ यसको 464 पनि छ यसको 6/128 मा यो चाहिँ अलिकति नयाँ कम्पनी रहेछ अलिकति चलेकै कम्पनीको यो हेरौँ कि त यो चाहिँ रेडमीको A5 यसमा कति जिबी छ यसमा 128 वाला 128 जिबी वाला 128 ए अनि यसलाई चाहिँ भित्र हेरौँ न खोलेर यो चाहिँ होनरको होइन हजुर त्यो चाहिँ होनरको हो होनरको चलेकै फोन कम्पनी हो तर यसमा चाहिँ अलि र्याम रोम चाहिँ कम रहेछ क्या होइन त्यसैले अलि थोरै कम छ हेर्नु न तर कलर चाहिँ बबाल लाग्यो बहिनीको लागि चाहिँ होनर यो पनि चलेकै हो हुन त यो दुईटै टाइप सीमै हो नि दुईटै टाइप सीमै अनि यो 364 भन्नु भएन 364 अनि 364 चाहिँ यो तपाईको यो 364 ले चाहिँ कति त रेट बेच्न मिल्ने मार्केट चाहिँ बेच्नु पर्ने चाहिँ अब 13000 सम्म होला 13000 सम्म विशेष तपाईले बहिनीको लागि विशेष भइजाला तपाईलाई अनि यो रेडमीको चाहिँ त्यो चाहिँ 128 8/128 को तपाईलाई त्यसको पर्ने जाला 4+4 हो नि 4+4 8/128 हैन अब यसको पर्ने जान्छ 15-16 हजार पर्ने जान्छ 15-16 विशेष मिलाएर हजुरको लागि एकदम बहिनीको लागि यसको लागि नै यही नै गर्नु पर्यो अलिकति रेडमी चलेको नाम चलेको पनि र काम पनि राम्रै होला 128 जिबीमा सबभन्दा ठुलो चाहिँ मैले यही नै भेटेँ फोन बहिनीको लागि चाहिँ यही नै सुहाउँछ जस्तो लाग्यो मलाई यसको डिब्बा कुन यो हो हजुर त्यसको ल साथीहरु फाइनली चाहिँ मैले यो रेडमीको A5 128 जिबी 128 जिबीको यसलाई चाहिँ मैले चुज गरेको छु र यसको बिल बनाइदिनुस् पैसा क्युआर हुन्छ हैन ठीक छ अनि र साथसाथै हाम्रो यो न्यू ठुलीबेरी मोबाइल मर्मत सेन्टरमा चाहिँ तपाईहरु पनि आएर एकदमै राम्रो ब्रान्डको फोनहरु चार्जरहरु ब्याट्रीहरु सोलरहरु हैन अहिले चाहिँ जाडोको लागि चाहिँ यो हिटरहरु अनि आइफोनको ब्याक प्यानलहरु आइफोनको ब्याट्रीहरु डिस्प्लेहरु सबै कुराहरु चार्जरहरु सबै कुराहरु चाहिँ उहाँसँग अवेलेबल रहेको छ आएर लिन सक्नुहुन्छ है त ल अब चाहिँ सरले ग्लासहरु हालेर
प्याक गरिदिँदै हुनुहुन्छ। एकदमै चाहिँ म अब यहाँबाट हिँडिहालेँ, ढिला गर्नेवाला छैन। ल है त सर तपाईँले साथीहरू म चाहिँ यहाँबाट फोन किनेर हिँडिसकेको छु र म बाटोको सिनहरू सबैलाई देखाउने छु, हेर्दै गर्नु होला है त। राडी बजारको पुल अब चाहिँ हामी लगातार हिँड्दैछौँ र सबैजनालाई हेरिदिनु होला। अहिले चाहिँ हामी चिसापानी पुगिसकेका छौँ साथीहरू है त। यो चाहिँ चिसापानी, उता दल्ली जाने बाटो छ यता, र यतादेखि हामीहरू यो चिसापानीको बजार चाहिँ क्रस गरिसकेका छौँ। अब थोरै नै छ यहाँदेखि, तपाईँहरूले चाहिँ हेरिदिनु होला। अब चाहिँ हामी पुग्दैछौँ यो चिसापानीको खोलानिर चाहिँ हामी क्रस गर्दैछौँ। यो चाहिँ भल्मको बजारमा पुगिसकेका छौँ साथीहरू है त। अब भल्म बजार क्रस गरिसकेपछि अब थोरै छ है त पुग्नको लागि, थोरै वेट गरिदिनु होला है त। अब हामी घरमा पुग्दैछौँ। यहाँनिर चाहिँ त्यो हुन्छ नि भाइटिका लगाउँदाखेरि बाहिर आएर यसो न त्यो दाइ भाइकोलाई चाहिँ टक्क यताउता गरेर बत्तीहरू बाल्ने हुन्छ नि बाटोमा, हो यहाँनिर चाहिँ बहिनीले यहाँनिरबाट ठिक छ आउनु न भनिसकेपछि यहाँदेखि गएको थियौँ हामी। यो यही नै बाटो थियो होइन। ल अब म घरमा जाँदैछु। घरमा चाहिँ बहिनी पनि त्यहीँ नै हुनुपर्छ मलाई जहाँसम्म लाग्छ। को हुनुहुन्छ, के गर्दै हुनुहुन्छ बाहिर। के छ भाइ, नमस्ते। खै त मम्मीहरू खै, बुवाहरू खै, कहाँ खै दिदीहरू कता कट्टा? अनि दिदी यता मेरी बहिनी खै त के गर्दैछ त? ए ठिक छ। हामी त पुगिसक्यौँ त। नमस्ते। खै त मम्मी बुवाहरू खै त? यस्तो चिसो हुने रहेछ कि बिहान बाइकमा हिँड्न, त्यही भएर हामी त अल्ता ढिलो गर्दा गर्दै यतिकै भयो। ठिकै भयो। ल यो राख, नासो चाहिँ केही छैन, राख न यो राख। अनि नासो त हल्का नास्तो ल्याउनु पऱ्यो त। अनि तिम्रो चाहिँ सामान्य मोबाइल, तिम्रो मोबाइल चाहिँ यो, अरू बाँकी त के ल्याउन सकेन बहिनीको लागि होइन। यही नै हो। अब तिमीले नम्बर मागेर ल फोनै छैन भन्ने त। अनि ल यो तान न, यो खोला बाहिर आम्बुवारको छ, तिम्रो चाहियो नि त। यो सिम पनि नयाँ ल्याएको छु। यहाँ हेर यसको यो के हो, यिनी कागज सागज छन्, यो यसको बिल छ यहीँ छ। बिल पनि मेरो नाममा काट्यो, चार्जर यो भइहाल्यो। अनि यसको खोला ल्याउनु न, पहिला सिम हाल न। सिम एक्टिभ भयो कि नै यसको एउटा पिन होला यहाँनिर, अन गर त। यो यसमा सिमको यताउता हुन्छ, कहिले सिम केही भयो भने यसले गराउनु मिल्छ। चार्जर पनि यहीमा छ अहिले। A5 अनि तिमीले पढाइ कति गरे हो त? पहिला सोध्न पनि भएन, बिचमा कन्फ्युज पनि भएन। 12मा अनि 12मा पढुन्जेलसम्म फोन राखेन कहिले पनि? साँच्ची भन्न ढाँट्छौ कि? 12मा पढुन्जेल पहिला त यस्तो सादा सेट त थियो होला त फोन गर्नको लागि? छँदै थिएन। अनि यही फर्स्ट फोन यही हो त तिम्रो? हजुर फर्स्ट फोन यही हो। चलाउन त अलि फिल्म हेर्ने साथसाथै भाइ बहिनीले चलाउँछ। नै भाइ बहिनीको दाइ भाइको चलायो। तिम्रो आफ्नो नम्बर गरेर अनि फेसबुक आइडी, टिकटक आइडी त्यस्तो केही पनि छैन? नै केही खोलिन। अहिले नेट छैन, अहिले नेट भयो भने चाहिँ खोल्ने तिम्रो फेसबुक आइडी, टिकटक आइडी खोलेर दाइलाई फलो। सबैले फेरि त्यसमा कति कमेन्ट गर्नुभएको नि, साँच्ची हो कि के हो, अनि फिल्मको लागि गर्नुभएको कि साँच्चीकै हो भन्नुभएको थियो कि कहाँबाट कमेन्ट खाएर जानु भएको छैन। बिहान रोटी बनाउँदै जहिले आज हजुरलाई सिन्नु नि त्यहाँ दाल भात पकाए। रोटी बनाए पनि खाल्दाउँ त हामी। घोगा त खान्छौँ। हाम्रो घर पनि यही ठाउँमा, तिम्रो घर पनि यही ठाउँमा। घोगेको रोटी त खाने हो त मिठो हुन्छ। चिस
यसो भएको थियो हातलाई ठिक आगो नि राखेर ठिकै भयो बुवा खाना आउनुहुन्छ कि लगिदिनुपर्छ अनि त्यसो भएपछि को हो त त्यस्तो भन्ने तिमीलाई जो पायो उसलाई दाइ बनाउने अनि भन्ने को कहाँ यहीँका हुन् कि अब बाटो हिँड्नेलाई त दाइ बनाउने अब होइन कसैका बहिनी हुँदैनन् कसैका भएर पनि सँगै हुँदैनन् होइन अब बहिनी चाहिए बेला बहिनी बन्नु भनेको धेरै राम्रो कुरा हो नि त अनि टिका चाहिँ ऊ त्यहाँनिर लगाएको साथीहरू हामीले ऊ हेर्नु यो आँपको रुख छ ऊ यता अब खाना खाइसकेपछि हामी चाहिँ अलिकति नेट हुने ठाउँमा गएर बहिनीको टिकटक र फेसबुक खोल्ने हो अनि त्यसपछि क्यामेराम्यान चाहिँ आउनुहुन्छ यो मासु धेरै धेरै भयो कि हामीलाई के हो कि धेरै तिनीहरूलाई होइन कि हामीलाई मात्रै अब टिकटक पनि खुलिसक्यो फेसबुक पनि खुलिसक्यो त्यो होइन अब सुरुमा दाइलाई फलो गर्ने के छ दाइको के अरे टिकटक आइडी हेर्नुहोस् त गाइस अब बहिनीलाई दाइको टिकटक आइडी थाहै छैन यस्तो छ गरिब मान्छे यो दाइको टिकटक आइडी चाहिँ दाइलाई फलो अनि हेर दाइ र बहिनीको भिडियो सुरुमा छ 1,05,000 लाइक गएको छ मेरो जिन्दगीमा पहिलो पटक देख्दैछु कस्तो आँसु नै आयो जे भयो नि यो दाजु बहिनीको भावनाको नाता कहिले नटुटोस् दैव भवनले साथ दिउन् भने होइन सब हेर त्यहाँ पुरै कति राम्रो कमेन्ट गर्ने यति पढ्ने 1800 कमेन्ट अब टिकटकमा भयो होइन अब फेसबुकमा पनि साथी बन्ने अब के होला त अब दाइको फेसबुकमा आइडी गरिब मान्छे भनेर है नि यो चाहिँ दाइको आइडी अब फलो अनि यसमा पनि छ तिम्रो र मेरो भिडियो रिल्समा सुरुमै राखेको छु 830 कि 8,30,000 भ्युज गएको अब 1 मिलियन जाने होला चाहिँ यसमा पनि यति धेरै कमेन्ट छ मन पर्यो मलाई नि भने हामी कसैले दाइ राम्रो मन छुयो यार दाइ सुपर हुनुहुन्छ भने अब क्यामेराम्यानलाई टिकटकमा पनि गरिदिन्छौँ GMM नेपाल ल फलो भयो ल सबैले साथ दिनुभयो सबैलाई धन्यवाद होइन बहिनी अब हामी चाहिँ घर जान्छौँ अब चाहिँ फेसबुक टिकटक सबै छ तिमीसँग फोन नम्बर पनि छ कुरा गरौँ ल है अब चाहिँ हामी जान्छौँ होइन बस्नु अब गइहाल्छौँ अनि बस्नु कहिलेकाहीँ दाइलाई चाहिँ सम्झिनु ल जान्छौँ त हामी है बस्नु है ल